आज म आफ्नो गाउँतिर आएको थिएँ। गाउँको पनि यो हाम्रो खेततिर आएको थिएँ घुम्नलाई। यसो यहाँ हामी पहिला पनि यहाँ आउँथ्यौँ सानो हुँदाखेरि। हामी घरतिरै बस्थ्यौँ गाउँतिर। यो खेतहरूमा हामी पनि आउँथ्यौँ कहिलेकाहीँ हेर्नलाई, कामसाम गर्नलाई, हेल्प गर्न आउँथ्यौँ हामी पनि। अहिले फेरि हामी हेर्न सक्छौँ यो खेतमा अझै सिँचाइ भइरहेको अवस्था। यो पाइप हो, इरिगेसन पाइप। यस्तै हुन्छ तराई मधेसको खेतीपाती। यो प्याजको यो रुखहरू हो। यो चाहिँ तपाईले सेतो चाहिँ धनियाँको हेर्न सक्नुहुन्छ। यो धनियाँको रुखहरू हो, बिरुवा। यहाँको बिरुवा गहुँ त चिन्न सकिन्छ। यो रहरको दाल र यसरी सिँचाइको लागि मोटर जडान गरिएको छ र यो रुखहरू आलीमाथि अहिले मोटर चलिरहेको छ। यहाँ हेर्न सकिन्छ मोटर यसरी चलिरहन्छ। खेतमा पानी आइरहेको छ, उता सिँचाइ भइरहेको छ। यसरी पाइप गएको छ। यसरी इन्डिकेटरको रूपमा यहाँ बलै बालिएको छ। गाउँतिरको जनजीवन यस्तै हुन्छ। मानिसहरू लगभग 3 बारी खेतमै यसरी काम गरिरहेको हुन्छ र जहिले पनि व्यस्त हुन्छ। गाउँको मान्छेहरू जहिले पनि व्यस्त देखिन्छ। टाइममा खाना, टाइममा आराम, केही पनि को टाइम हुँदैन र उपलब्धि चाहिँ लगभग बराबरै हुन्छ। जस्तै यो गहुँ छ नि, यो गहुँको क्याल्कुलेसन गर्ने हो भने गहुँको बिउ किन्नेदेखि लिएर यो खेतलाई जोत्नेदेखि लिएर पानी हाल्ने कुराहरू हुन्छ। यसरी पानीहरू हालेको, खेत जोतेको, बिउ किनेको, मलहरू हालेको, फेरि गहुँ काटेर गहुँको थ्रेसरिङ गरेर घरभित्र आउँदासम्म जति लगानी भएको हुन्छ त्यति दाम बराबरको लगभग गहुँ आउँछ क्या। अरू फसलमा पनि त्यस्तै हुन्छ, धानमा पनि त्यस्तै हुन्छ र त्यहाँबाट खासै ठुलो उपलब्धि भएको देखिँदैन। त्यो लागेको समय, भोकै रहेको दिनहरू यतिकै फ्रीमा जान्छ क्या। खासै उपलब्धिमूलक हुँदैन। र गाउँतिर त्यति धेरै ठुलो लगानीमा धेरै ठुल्ठुलो चक्लाबन्दी गरेर ठुलो खेतहरूमा खेती पनि गरिन्न, जसले गर्दाखेरि ठुलो आम्दानी गर्न सकियोस्। ठुलो आम्दानी भन्दा पनि साइन्टिफिक खेती हुँदैन। यहाँ निर्वाहमुखी खेती हुन्छ। व्यावसायिक तरिकाले हुनुपर्ने ठाउँमा निर्वाहमुखी आफ्नो हातमुख टार्नलाई खेती गरेको हुन्छ। र अहिलेको अवस्था के छ भन्दाखेरि गाउँमा बस्ने मान्छे र यसरी खेती गरेर बस्ने मान्छेको धेरै नै कम भइसकेको छ। अहिले प्राय गरी मानिसहरू विदेश बस्छ। अब विदेश बस्छ, बाहिर बस्छ। गाउँमा मान्छे छैन। सबै मान्छे पलायन लगभग हुँदैछ। गाउँमा बसेर पनि केही गर्न नसकिने देखिन्छ। अब यहाँ बस्ने, खाने बाहेक केही पनि 2-4 पैसा आम्दानी गर्छु भन्ने चाहिँ हुँदैन। गाउँको अवस्था दिनदिनै खस्किँदै गइरहेको छ। यहाँ खेती किसानी गर्ने, पहिला गाउँमा गाई बस्तु पाल्थ्यो मान्छेहरूले। गाई बस्तु पाल्दाखेरि दुध हुन्थ्यो। गाउँको प्योर दुधहरू खान पाइन्छ। अहिले पनि छ, तर धेरै नै कम गरिसक्यो मान्छेहरूले। गाई बस्तु त पाल्न पनि खासै पाल्दैनन्, किनकि त्यहाँबाट आएको आम्दानी पनि गाई बस्तुमा लगाएको लगानी बराबरै हुन्छ। लागेको मेहनत, गोबर सोरेको यताउता केही पनि आउँदैन खासै। त्यही भएर गाउँमा अहिले हेर्नुभयो भने बुढाबुढी बच्चाहरू मात्रै देखिन्छ। कहिलेकाहीँ भोज भयो भने, कुनै पनि भोजमा हामीले अलिकति जवान मान्छे, हेल्दी मान्छे भन्छौँ नि एउटा, त्यस्तो मान्छे खासै देखिँदैन। धेरै कम देखिन्छ युवाहरू।
सबै विदेशहरू गइरहेछन्, बाहिर छन्। कोही पढ्न सहरतिर गएका छन् भने प्राय हरेक घरबाट 2 जना 3 जना विदेश छन्। मान्छे बस्न छोडिसके गाउँमा। अब यो अवस्थामा रह्यो भने सायद गाउँहरू खाली नै हुन्छ केही वर्षपछि। यस्तो छ अवस्थाहरू गाउँको। खेती किसानी गरेर खासै जिन्दगी नचल्ने देखिएर मानिसहरू गाउँबाट बाहिर गएका देखिन्छन्। त्यति मात्रै होइन, मानिसलाई खेतीपाती अलावा अरू केही व्यापार बिजनेस गरौँ भन्दा पनि धेरै मानिसहरू नभएको कारणले गर्दाखेरि व्यापार बिजनेस पनि गर्नको लागि सहरै पस्नुपर्ने अब बाध्यता देखिन्छ र मानिसहरू बिस्तारै पलायन हुँदैछ। बिस्तारै गाउँ छोडेर बाहिर जाँदैछ र यो अवस्थाहरू हेर्दाखेरि अबको केही समयमा, केही वर्षमा गाउँमा एकदमै कम मान्छे हुन्छ। नहुन् भन्ने पनि कसरी? नयाँ राम्रो एउटा स्कुल हुन्छ बच्चाको शिक्षा दीक्षाको लागि, न कुनै अस्पतालहरू हुन्छ ताकि उपचार समयमै इमर्जेन्सी परेको बेला गर्न सकौँ। गाउँको अवस्था दिनदिनै खस्किँदै गएको छ र यहाँ रहेको पालिकाहरू पनि त्यति राम्रो तरिकाले चलेको देखिँदैन। जति द्रुत गतिमा विकासको गतिविधिहरू हुनुपर्ने हो त्यति चाहिँ खासै देखिँदैन। त्यसमा पनि देशैभरि रहेको भ्रष्टाचार जस्ता यावत समस्याहरूले गर्दाखेरि गाउँ पनि अछुतो रहन सकेको छैन। त्यही भएर हुने खाने वर्गले नै पाउने हो अलिकति सरकारी सुविधाहरू पनि। खासै गाउँमा ठुलो उपलब्धि चाहिँ देखिँदैन। यहाँ पनि इरिगेसन हुँदैछ, यो बच्चाहरू खेल्दैछ। यसरी रुखहरू पनि हेर्न सकिन्छ गाउँको। गाउँको रुखहरू यो आँपको रुखहरू हो, बगैँचा हो आँपको। र यो आँपको बगैँचाको मुनितिर तपाईँहरूले यो गुइठा हेर्न सक्नुहुन्छ। यहाँको दाउरा, यो चाहिँ गाई अथवा भैँसीको गोबर, गोरु भैँसी गाई यिनीहरूको गोबरको बाट बनाइन्छ यो गुइठा चाहिँ। र यो इरिगेसनको सुविधा पनि गाह्रो छ गाउँहरूमा के। यहाँ इरिगेसन यो पराल हो, यो पाइप चाहिँ पोखरीबाट लगेको देखिन्छ। पोखरी पनि सुक्न लागेको छ, अहिले देखाउँला तपाईँहरूलाई। पोखरी पनि बिचमा टापु जस्तो छ, यसमा पनि हाँसहरू चरिरहेको छ। यहाँ मोटर लागेको छ, मोटर त होइन यो सानो डिजल जेनेरेटर हो, सानोवाला। अनि डिजल जेनेरेटर राख्नलाई बनाएको एउटा एक पाङ्ग्रे ट्रली जस्तो छ, त्यसमा लगाउनलाई राखिएको छ। यो हाँसहरू हेर्न सकिन्छ पोखरीमा। अनि यता बाख्राहरू चल्दैछ। यतापट्टि अलिअलि सानो चोक छ एउटा, बेली चोक हो। र आँपको रुखहरू यस्तो छ। नेचुरल ब्युटीमा त भन्नै पर्दैन गाउँलाई। गाउँ त धेरै राम्रो हो, तर यहाँका जुन गतिविधि र आम्दानीको स्रोत मेन मानिसलाई गाउँ छोड्न बाध्य बनाउँछ। बस्न खासै धेरै रुचाएको देखिँदैन गाउँतिर। प्रायः सबै मान्छे बिस्तारै बिस्तारै पलायन भएको अवस्था छ। तर पनि हाम्रो के छ भन्दाखेरि गाउँ बनाउनु पर्छ, किनकि लकडाउन जतिखेर भएको थियो त्यतिखेर सबै मान्छे सहर छोडेर गाउँ आउनुपर्ने अवस्था थियो र गाउँकै स्रोत साधनमा निर्भर हुनुपर्ने परेको अवस्था थियो। गाउँ भनेको गाउँ नै रहेछ, चाहिने रहेछ सबैलाई। त्यही भएर गाउँ चाहिँ बनाउनु पर्छ जस्तो मलाई लाग्छ। गाउँ भएन भने हाम्रो एउटा हुन्छ नि रुट जरा नै अन्त्य हुन्छ जस्तो लाग्छ। र यो गाउँ बनाउनुमा हरेक हामी सबैको एउटा ठुलो योगदान छ। त्यही भएर गाउँ चाहिँ आउनुपर्छ। जता जे गरेर बसे पनि, पढेर बसे पनि, जाहिर गरेर बसे पनि गाउँ चाहिँ छोड्नु हुँदैन जस्तो म महसुस गर्छु। र गाउँलाई बनाउनु पनि पर्छ। र गाउँमा भइरहेको केही पनि नराम्रा कुराहरू, विकृतिहरू, विसङ्गतिहरू विरुद्ध भ्रष्टाचारहरू
गाउँको कुराहरू विरुद्ध बोल्नु चाहिँ पर्छ क्या। हामी बोलेन भने कसले बोल्ने क्या। र सबैले आँखा चिम्लेर बस्नु पनि भएन, किनकि एक त गाउँमा सचेत नागरिकहरू पढे लेखेका मानिसहरू नै कम हुन्छ र भएकाहरू पनि केही पनि बोलेन भने रहिरहेको मान्छेहरूलाई त्यसको प्रतिफल भोग्नु पर्ने हुन्छ र गाउँ मासिँदै जान्छ, गाउँ बिग्रिँदै जान्छ। र यसको लागि हामीले हरेक समयमा आफ्नो गाउँलाई माया गर्नुपर्छ। गाउँको स्रोत साधनलाई, गाउँको जुन प्राकृतिक तथा सांस्कृतिक धरोहरहरू हुन्छ तिनीहरूले चाहिँ बचाउनु पर्ने हाम्रो सबैजनाको कर्तव्य हुन्छ क्या। सहरियाहरूको प्राय गाउँलाई माया गर्नुपर्ने अवस्था देखिन्छ। गाउँहरू यसरी खस्किँदै गएको समयमा हामीले चाहिँ गाउँ बचाउनु पर्छ। आफ्नो संस्कृति, आफ्नो पहिचान हो गाउँ। र गाउँ बचाउनको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि आफ्ना गाउँमा भएका स्रोत साधनको भरपुर सदुपयोग होस् भन्ने हिसाबले हामी विभिन्न किसिमका आफ्नो पहलहरू गर्नुपर्ने हुन्छ। हरेक नागरिकको कर्तव्य हो, हामी सबैको हो जस्तो लाग्छ मलाई। त्यही भएर हामीले आफ्नो तर्फबाट घरतिर आएको बेला विभिन्न संस्थाहरूको माध्यमबाट, क्लबहरूको माध्यमबाट युवाहरूले मिलेर केही न केही सानोतिनो चेतनामूलक कुराहरू गरिरहेका हुन्छन्, ताकि गाउँका मानिसहरूलाई पनि सानो सहयोग भए पनि, सानो एउटा पहल भए पनि होस्, ताकि गाउँमा भएका विकृतिहरू बिस्तारै एकैचोटि गाह्रै छ बिस्तारै हट्दै जाओस्, ताकि हामी आफ्नो गाउँलाई, आफ्नो जरालाई राम्रो बनाऊँ। र अन्तिममा चाहिने भनेको गाउँ नै रहेछ भन्ने कुरा हामीले गरिसक्यौँ। त्यही भएर गाउँ चाहिन्छ, गाउँ बचाउनु पर्छ र हामी सबैजनाले आफ्नो घरलाई बचाउनु पर्ने हुन्छ। गाउँमा रहेका व्यक्तिहरू प्राय महिला, बच्चाहरू हुन्छ, वृद्धहरू हुन्छ, उहाँहरूलाई पनि चेतनाको स्तरमा कमी देखिन्छ, किनकि त्यस्ता चेतनामूलक कार्यक्रमहरू सरकारी स्तरबाट आए पनि कुनै त्यस्तो पहल भएको देखिँदैन क्या। त्यही भएर हामी सबैको कर्तव्य चाहिँ हुन जान्छ कि गाउँलाई कस्तो राम्रो बनाउने पहल चाहिँ हामीले गर्नुपर्ने हुन्छ। हामी सबैको कर्तव्य हो, सरकारले मात्रै आएर गरिदिने होइन, सरकारले आफ्नो ठाउँबाट गरेकै हुन्छ र हामीले पनि ठाउँमा हामीले पनि बोल्ने ठाउँहरूमा घचघचाउनु पर्ने हुन्छ। हाम्रो पनि खबरदारी हुनुपर्ने हुन्छ। विभिन्न योजनाहरू चलिरहेको हुन्छ, विकासका कामहरू अगाडि बढिरहेको हुन्छ, हामी पनि चासो राख्नुपर्ने हुन्छ आफ्नो गाउँठाउँको कुराहरू के हुँदैछ। र यसरी हामीले चासो राख्दै गयो भने पछि हामीले आफ्ना गाउँलाई राम्रो बनाउन सक्छौँ। राम्रो गाउँमा शासन गर्ने जुन प्रतिनिधिहरू हुन्छ, वडा अध्यक्षजीहरू हुनुहुन्छ, पालिका अध्यक्ष, मेयरजीहरू हुनुहुन्छ, उहाँहरूले पनि अलि सजग तरिकाले गाउँलाई राम्रो बनाउँदै जानुहुन्छ र हुनुपर्ने विकासहरूमा उहाँहरू पनि पछि पर्नुहुन्न। उहाँहरूलाई पनि घचघच्याउने खबरदारी गर्ने व्यक्तिहरू भयो भने उहाँहरूले पनि काम गर्न सजिलो हुन्छ, अथवा केही एउटा दबाब महसुस गर्नुहुन्छ र बिस्तारै आफ्नो गाउँको विकासमा लाग्नुहुन्छ। यो बेली चोक हो, म अहिले बेली चोक देखाइरहेको छु र बेली चोकमा यसरी पसलहरू देखिन सकिन्छ। यो चाहिँ टेम्पो स्ट्यान्ड भनेर बनाइएको छ। यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुनेछ, एउटा रुख छ, चोक हो यो खाली ठाउँमा हटिया लाग्ने गर्छ र यहाँ चाहिँ आज हटिया लाग्छ जस्तो छ। विभिन्न पोकाहरू आइसक्यो र यति भन्दै गाउँको चोकलाई देखाउँदै मैले आफ्नो भिडियोलाई विराम दिन चाहन्छु। यस्तै छ, सानो पसलहरू छ, सानो सिम्पल। यो चाहिँ वडा कार्यालय पनि छ। यहाँ यो वडा कार्यालय हेर्न सकिन्छ। वडा कार्यालयमा यस्तो भवन बनाइएको छ, कलहरू हुन्छ, पसलहरू, सानोतिनो पसलहरू, बस्तीहरू यस्तै छ गाउँको। बेली चोकको नजारा हो र जुन चाहिँ बलान बिहुल गाउँपालिका अन्तर्गत पर्दछ। बलान बिहुल गाउँपालिका हेर्न सकिन्छ। वडा कार्यालय भवन यस्तो छ। भवन चाहिँ यो भवनको यतापट्टि मिसाई पसलहरू छ र
बस्ती भन्दै अब गाउँको घरहरू यस्तै छ। अहिले लगभग पक्कै घर त बनिसकेको छ, तर मान्छे बस्ने मान्छेहरूको कमी छ यहाँ। सबैजना मान्छ यो दिनको लगभग 12:30 बजिरहेको छ। 12:30 बजेको अवस्थामा घाम छ, अलि गर्मी नै छ। र तपाईहरुलाई मैले आज आफ्नो गाउँ घुमाउँदैछु। गाउँ घुमाउने क्रममा रोडहरू यस्तै छ। नमस्कार नमस्कार। ठीक छ ठीक छ। अब साथीभाइहरू गाउँको यस्तै छ, हाय हेलो भइहाल्छ। सबैजना आफ्नो काममा छन्। गाउँमा बस्ने मान्छेहरूले अहिले यहाँ यो ट्रान्सफर्मर गाउँमा सानो ट्रान्सफर्मर 100 kVA को सही पनि लेखिरहेछ। यो नरियलको रुख मानिस ट्र्याक्टरमा अहिले जेनेरेटर लागेको छ र यहाँ सानो एउटा कार्यक्रम रहेको छ। यो चाहिँ अष्टजाम कार्यक्रम छ। यो कार्यक्रममा 24 घण्टा हुन्छ। अब भिडियो पनि अन्त गर्न जान्छ। धन्यवाद धन्यवाद।